खास गरेर अब सक्यो भनेदेखि 50% चाहिँ हामीले अलिकति आर्थिक स्थिति कमजोरवाला राम्रो चाहिँ मार्क्स लिएर आएका विद्यार्थीहरूलाई चाहिँ किनभने सबै विद्यार्थीहरूले अब महँगो चाहिँ फी बुझाउन सक्ने अवस्था पनि छैन होइन। त्यसले गर्दाखेरि अब एकदमै महँगो गरिब मान्छे विद्यार्थीहरू पनि अब पढाउन सक्ने त्यस्तो चाहिँ नभउँदाखेरि मैले त्यो सोच बनाएको छु मान्छे होइन। अब अलिकति एउटा निस्वार्थ भावनाले कुनै जस्तो अब यसलाई चाहिँ बिजनेसको रूपमा बनाए कि त्यसरी चाहिँ आफ्नो लगानी सबैको सबैभन्दा अब हाम्रो नेपाल सरकार अब शिक्षाको सर्वभरि के अलिकति सहयोग भयो भनेदेखि त्यस्तो त गाह्रो छ। मैले सोच बनाएको छु। जस्तो अब यहाँ सम्बन्धन प्राप्त टियुके सम्बन्धन प्राप्त थुप्रै कलेजहरू मर्नु बाँच्नु भएर बसिरहेको छ। अब बन्द गर्ने नसक्ने चलाउनु नसक्ने थुप्रै सयौँ चाहिँ त्यस्ता कलेजहरू रहेछन्। अब त्यही त रहेछ। अब तिनीहरूलाई यहाँबाट युजिसीबाट कोही मद्दत गर्नु नसक्ने अवस्था यो चलिराखेका पनि चलिरहेका हजुर छन्। सम्बन्ध प्राप्त गरेर चलाए अहिले चाहिँ सबै चाहिँ त्यस्तो अवस्थामा पुग्यो र अब कतिपयमा विद्यार्थीसँगै छैन। विद्यार्थीसँग भएकालाई पनि पढाउनलाई टिचर चाहियो। कलेज खोल्या छन् पढाउने त को अहिले हाई स्कुलमा पढाउने टिचर कलेजमा किनभने अब त्यहाँ के अरे दरबन्दीको टिचर त पढाउनु सक्दैन। मैले पढाउनलाई त हाई स्कुल त्यही वरिपरिको हाई स्कुलमा यसो त्यसैले यसो पार्ट टाइम पढाए जस्तो पढाइ त आछन्। तर तिनीहरू पनि धेरै मर्नु र बाँच्नुको अवस्थामा छन्। त्यस कारणले यस्तो अवस्थामा भइरहेकाहरूलाई पनि केही गर्न नसक्ने स्थितिमा अब हजुरहरूले प्रस्ताव गर्नुभएकोलाई चाहिँ सहयोग मन्त्रालयले गर्न चाहिँ सक्दैछ है। अब तपाईँले बरु तपाईँलाई त्यस्तो किसिमको भावना आएको छ भने तपाईँले नै ब्रेन स्टर्मिङ गरेर कुनै उपाय निकाल्नु निकालेर अब तपाईँले 50% 50%लाई दिन नसक्यो मैले म्यानेज 25% लाई दिनु 25% सम्म म्यानेज गर्न सकिन्छ। 50 लाई दिन नसक्यो 25 गर्न दिनुहोस्। एउटा यो समाजसेवाको काम हो कि मैले मन्त्रीज्यू अब भन्नुपर्दाखेरि बाँकीमा पहिलोपटक कम्प्युटर साइन्स मैले नै इन्ट्रोड्युस गराएको मेरो स्कुलमा बाल विद्या मन्दिर उच्च माध्यमिकमा पहिलोपटक। अनि त्यतिखेर हाम्रो जिल्ला शिक्षा अधिकारी ज्ञानी यादवजी हुनुहुन्थ्यो। 25-26जना विद्यार्थी थिए एसएलसीमा। ल बुढाजी छ तपाईँका नै अब मात्रै छ भनेर त्यसै त्यतिखेर। अनि +2मा पनि मैले मै कहाँ मात्रै थिएँ त्यतिखेर पहिलोपटक हजुरको कम्प्युटर साइन्स चाहिँ +2मा अब गऱ्यो। त्यस अब यहाँ चाहिँ अहिले म यहाँ काठमाडौँमा छु हजुरको। हामीसँग त्यो भौतिक पूर्वाधारहरू पनि त्यो फरेनले बनाइदिएको सबै राम्रो छ। अब यसमा यसको स्थिति अन्तर्गत अब यताबाट यहाँबाट त युजिसी अन्तर्गत त केही उपाय छ। यस्तो केही भयो भनेदेखि कमसेकम एउटा व्यक्तिले होइन अब के अरे 50%सम्म मलाई खास चाहिँ के हो भनेदेखि यो जुन अब अहिले 12-13 लाख रुपियाँ चाहिँ तिरेर अब सबैको स्थिति कसरी यसो यो अब हजुर भएको बेला यसो यसलाई म्यानेज गर्न सक्यो भनेदेखि एक्चुअली म अब हजुरलाई पनि बोलाउँछु
मैले हजुरको यही सम्बन्धमा यति गाउँ गाउँमा अब कमसेकम अलिअलि त पढ्दै थिएँ गाउँमा, जो चाहिँ सहरमा आएर पढ्न सकेका छैनन्। हजुर हजुर सबैले सहरमा आएर पढ्न सक्दैनन्। गाउँ गाउँमा पनि के अरे पढिरहेका छन्। धेरैले पनि होइन, गाउँ गाउँमा पढ्ने कलेजहरू सम्बन्धन प्राप्त गरेर चलाएको कलेजहरू, सामुदायिक कलेजहरूमा के छ भने गाउँ गाउँमा त्यो त्यहाँको छोरी बुहारीहरूले पढ्छ। हजुर छोरालाई त सबै उनीहरू पठाइहाल्छ गभर्मेन्टले। धेरै जग्गा महिलाहरूले छ, हालत खराब छ। अब त्यही पनि बन्द गर्यो भने त्यति पनि पढ्न नपाउने भयो। तिमीले बन्द चलन अब छैन आर्थिक चाहिँ। मैले पनि पहिला मेरो चाहिँ एउटा उद्देश्य थियो। म अमेरिका आएर गाउँतिर यसो कामहरू गर्न थालेपछि मैले 2000 मैले एउटा बनाएको थिएँ एउटा योजना। 2015 सम्ममा गाउँमा कस्तो एउटा कलेजलाई खोल्ने भनेर योजनै छ क्या मेरो। 2015 सम्ममा 2000 तिर